हेलो गाइज गुड मर्निङ वेलकम टु माई नेक्स्ट भ्लग लङ टाइम नो सी भयो भ्लगमा चाहिँ आज चाहिँ सरस्वती पूजाको उपलक्ष्यमा हामी चाहिँ वीरेन्द्र क्याम्पस पूजा गर्न आएको हुनाले ल बनाउनु पर्छ आज त स्पेसल अकेजन हो त्यही भएर भनेर उमे भ्लग नि आयो उमे भ्लगले भ्लग बनाएको देखेर म नि मोटिभेट भएँ म एकदम डिमोटिभेट भइरहेको साथीहरू भ्लग बनाउन किन अहिले चाहिँ हामी भ्लगमा अहिले चाहिँ म हल्का डिमोटिभेट भएर भ्लग बनाउन हल्का मोरल डाउन भइरहेको मेरो किनकि अहिले कन्टेन्ट नि नपाएर पढाइ लेखाइ नि गर्न पर्ने भएर होला अहिले इक्जाम आउनु लाग्यो हाम्रो धेरै भयो 5-6 महिनै भयो भ्लग नबनाएको नि के हो झ्याउ लाउने हो कि के भयो यार हल्का मोरल डाउन भयो मेरो किन हो मोरल अप गराउनु पऱ्यो मोटिभेट हुनु पऱ्यो साथीहरू होइन अब म उमे भ्लगलाई देखेपछि मोटिभेट भइरहेको उमे भ्लगले भ्लग बनाउँदैछ होइन यी पछाडि फर्किया न कन्टेन्ट क्रिएट कन्टेन्टको लाहा उमे भ्लगले अस्ति सेराइचुली गएर पाएछ हुडी दिएको भिडियो बनाएर त्यहाँ सबभन्दा हाइएस्ट उस भएर राम्रो देखाएर मतलब भ्युज राम्रो आएर दिएको एउटा मात्र व्यक्तिले पाएको यतिको गफ लगाएपछि त मैले नि यतिको गफ लगाउनु जानुपर्छ साथीहरू भाइरल हुनुलाई होइन सरस्वती पूजा भइरह्यो यहाँ चाहिँ हामी नि यहाँ नुहाइधुवाइ गरेर यो जाडामा आएको होइन वीरेन्द्र क्याम्पस बहुत राम्रो है साथीहरू आहा बिहानको भ्यू यस्तो छ ल अब हामी टिका सिका लाउँछौँ आशीर्वाद लिन्छौँ साथीहरू अनि के गर्छौँ आजको चाहिँ म भ्लग अपलोड गर्छु साथीहरू है ल अहिलेलाई एकछिनको लागि साथीभाइहरू ल साथीहरू मैले चाहिँ टिका लाएर प्रसाद लिइसकेँ हातमा अब यो प्रसाद खान्छु म केटाहरू पनि पूजा गर्न आछन् पूजा गरौँ प्रसाद खान्छु म चाहिँ अब वीरेन्द्र क्याम्पस आमै साथीहरू प्रसाद खाने भयो हाम्रो दुईवटा केटाहरू लाइनमा लाछन् त्यहाँ प्रसाद खानलाई रोमेर दिपक लाइन लाग्थ्यो अनि त्यहाँ म चाहिँ आइसकेँ ल साथीहरू वीरेन्द्र क्याम्पस आमै जम्मै जान पढ्न साथीहरू अहिले चाहिँ हामी हाम्रो आफ्नो वीरेन्द्र क्याम्पसबाट सरस्वती माताको आशीर्वाद प्रसाद ग्रहण गरेर अब हामी विशाल सरको स्कुल शान्ति विद्या मन्दिर जाँदैछौँ विशाल सरको भुपु स्कुल त्यहाँ नि गएर विशाल सरले आफ्नो भुपु विद्यार्थीहरूलाई भेट्ने भन्नुभयो त्यही भएर ल साथीहरू अहिले हामी जाँदैछौँ ल अब शान्ति विद्या मन्दिरमा गएर भेटौँ ल ओहो नजारा त राम्रो थियो नमस्ते ल साथीहरू हामी फाइनल्ली रोमेको स्कुल आयो है रोमेले पढाएको स्कुल शान्ति विद्या मन्दिर रोमेका विद्यार्थीहरू ल भन्दै भाइ भन्दै विशाल सरले के पढायो तिमीहरूलाई हो कस्तो पढाउनुहुन्थ्यो विशाल सरले हो विशाल सरलाई मिस गर्दै गर्दैनौ तिमीहरूले बिबिका मिस नै हुनुहुन्छ यता कता हो बिबिका मिस चाहिँ मेरो साथी हो कहाँ जानुभयो बिबिका मिस उहाँले बसियो बिबिका मिस यहाँ चाहिँ कबिन अहिले फुटबल खेल्दैछन् है केटीसँग र त्यता कबिनको टिम रेडी भइसकेको छ र यता पनि भाइहरूको टिम बाबु खतरा आइज यार भाइ मेसी कि रोनाल्डो भाइ नेमार हो रोनाल्डो हो ल यो सँगसँगै हाम्रो अब कबिनको टिम भर्सेस यता शान्ति विद्या मन्दिरको ए टिम हो कि बी टिम हो बिचको खेल भने अब केही क्षणमा हुनेछ र यहाँ किपर भाइ के हो नाम विश्वास मार्टिनेज है हाम्रो अर्जेन्टिनाको किपर आइसकेका छन् यता ऊ साथीको बनाइदियो
टिकटकमा हेर न कमेडी भिडियोहरू आउँछ बवाल बवाल ओ भाइ त्यो भाइले सेलिब्रेसन गरेन यार मे भ्लग युएमयुआई इन्स्टामा दीपक कडेल टिकटकमा नि हेर ल ल साथीहरू म चाहिँ अहिले रोमेको स्कुलबाट आएर हात खुट्टा धोएँ अनि यस्तरी बसेँ अहिले चाहिँ घामै लाएन है यस्तो भयो है म चाहिँ त्यहाँ फुटबल खेलेको थिएँ मजा आएको थियो फुटबल खेलेर धुलै धुलो भयो त्यहाँ अनि धुलै धुलो भएपछि यो फोहोर कपडामा के कुरा गर्ने होइन भनेर अनि अहिले चाहिँ म चाहिँ इन्डिङ गर्नेतिर लाउनु पऱ्यो भनेर भिडियो बनाउँदैछु कस्तो भयो पनि आजको सरस्वती पूजा विशेष भनेर बनाउनु लगाएको अब भिडियो पनि धेरै भयो बनाएन कति भयो यार 4-5 महिनै भयो भिडियो बनाइन अब चाहिँ बनाउँछु भन्ने सोचमा थियो के अब के हुन्छ यार अब जाँच पनि सर्ला जस्तो हो अब 3rd इयर भयो मेरो इक्जाम आउने अब आएन अब 4th इयरको पनि फर्म खुल्यो अब 4th इयरको फर्म खुलेपछि फेरि पहिला 4th इयरको इक्जाम हुन्छ त्यसपछि अनि बल्ल हाम्रो हुन्छ अब कहिले हो त्यही भएर अब चाहिँ अलि भ्लग बनाउने आँटेर बसिरहेको ल साथीहरू यो भ्लग यहीँ भ्याइदिउँ हामीलाई अहिलेलाई अब चाहिँ नयाँ नयाँ घुमेको बनाउँछु म यहाँ त जतासुकै कपडा सुगा यस्तो है होइन ल बाई बाई साथीहरू सी यु इन नेक्स्ट भ्लग सकेसम्म छिटो बनाउँछु